हेलो वेलकम ब्याक टु माई न्यू ब्लग केबी कृष्ण ब्लगमा स्वागत छ। म चाहिँ आफ्नो जन्म गाउँ जुनमा घर छ लेखमा लेखमा जाँदैछु। लगभग म 3 घण्टा चाहिँ उकालो हिँड्नुपर्ने हुन्छ। एक्लै छु, काम बेसी जानुपर्ने भएन। हो त्यो जाँदैछु। गर्मी नभए तापनि हिँड्दाखेरि चाहिँ पसिना आइरहेछ। बन्दीजोर खोलो तलतिर एकदमै सुसाइरहेछ। बिहानै छ समय हैन, घाम लागिसकेको छैन। कुनै समय उकालो चामल धान गहुँ बोकेर हिँड्थ्यो। अहिले आज म लगभग 4-5 वर्षपछि उकालो चढ्दैछु। तर रित्तै हिँड्न पनि मलाई एकदमै गाह्रो भइरहेछ। बानी रहेछ सबभन्दा ठुलो कुरो। पहिला 3 घण्टाको बाटो भारी बोकेर हिँडिन्थ्यो, अब चाहिँ नसकिन्छ। मान्छेको शरीर पनि त्यस्तै रहेछ। अब खासै मान्छे हिँड्न छोडिहाले बाटो। कहिलेकाहीँ यसो हिँड्ने हो नि त। पहिला चाहिँ खुब चल्ने बाटो हो। धेरै मान्छे यो बाटो हिँड्थे। सबै घारी भएको छ। कुनै बेला यस्तो रुखरुखमा त बाटो थिएन, अनि हामी भारी बोकेर आउँथ्यौँ। अनि यो रुखमा यहाँदेखि आँप लेखबाट आउँदाखेरि आँप चुरेर खान्थ्यौँ। ती यादहरू अहिले पनि ताजा छन्। निकै माथि आइएछ। अब म अर्को भ्लगमा तपाईँहरूलाई यहाँभन्दा माथिको दृश्यहरू देखाउनेछु, यो गाउँले परिवेशको। आजलाई यति।